प्राचीन समयमा विद्यार्थीहरू गुरुकुलमा बसेर शिक्षा हासिल गर्थे। बाबुआमाहरू आफ्ना छोराहरूलाई ज्ञान प्राप्तिका लागि गुरुकुल पठाउँथे। त्यहाँ बालबालिकाहरू गुरुको सान्निध्यमा रहँदै आश्रमको सेवा पनि गर्थे र पढाइ पनि। वरदराज पनि त्यही परम्परा अनुसार गुरुकुलमा पठाइयो। ऊ त्यहाँ आफ्ना साथीसँग घुलमिल भएर बस्न थाल्यो, तर पढाइमा ऊ निकै कमजोर थियो। गुरुजीले सिकाएको कुराहरू उसले राम्ररी बुझ्न सक्दैनथ्यो। यसकारण ऊ साथीहरूबीच हाँसोको पात्र बन्न थाल्यो। अन्ततः उसका सबै साथीहरू अर्को कक्षामा उक्लिए, तर वरदराज भने पछाडि नै पर्यो। गुरुजीले पनि हार मान्दै उसलाई भने, बेटा वरदराज, मैले तिमीलाई धेरै प्रयास गरेर पढाउन खोजेँ, तर अब लाग्छ यो तिमीका लागि होइन। अब घर फर्क अनि आफ्ना घरका काममा सहयोग गर। मन भारी बनाउँदै वरदराज घर फर्कन लाग्यो। बाटोमा दिउँसोको घाममा ऊ प्यास लागेर थकित भयो। केही पर उसले देख्यो केही महिलाहरू इनारबाट पानी तानिरहेछन्। ऊ इनारतर्फ गयो। त्यहाँ उसले देख्यो कि कुवाको कठोर ढुङ्गामा कोमल डोरीको आवागमनले गहिरा डोबहरू बनाएका छन्। आश्चर्यचकित वरदराजले महिलाहरूलाई सोध्यो, यी डोबहरू तपाईहरूले बनाउनु भएको हो? एक महिलाले मुस्काउँदै जवाफ दिइन्, छोरा, यो त हामीले बनाएका होइनौं, यो त हाम्रा पतला डोरीहरूले पानी तान्ने क्रममा दिनहुँ घर्षण गर्दा आफै बनेका हुन्। त्यो सुनेर वरदराज स्तब्ध भयो। सोच्न थाल्यो, जब पातलो डोरीले बारम्बार घर्षण गर्दा कठोर ढुङ्गामा पनि दाग बनाउन सक्छ भने तब म पनि निरन्तर अभ्यास गरेर आफ्नो दिमागमा ज्ञानको छाप किन राख्न नसकौँला र? यो सोच्दै ऊ उत्साहका साथ पुनः गुरुकुल फर्कियो। ऊ अब पहिला जस्तो होइन, निकै मेहनती बन्यो। गुरुजीले पनि उसको लगन देखेर खुसी हुँदै पुनः पढाउन थाले। केही वर्षपछि यही वरदराज संस्कृत व्याकरणको एक महान विद्वान बने। उनले प्रसिद्ध कृतिहरू लेखे, लघु सिद्धान्त कौमुदी, मध्यम सिद्धान्त कौमुदी, सार सिद्धान्त कौमुदी, गीर्वाण पद्मञ्जरी। जसरी त्यो सानो र कमलो डोरीले समय र निरन्तर अभ्याससँगै त्यो ठूलो र सारो ढुङ्गामा गहिरो दाग पार्न सक्छ, त्यसैगरी निरन्तर अभ्यासले असम्भवलाई सम्भव बनाउँछ। अभ्यास बिना सफलता कल्पना मात्र हो। चाहे पढाइ होस्, खेल होस् वा जीवनको कुनै पनि क्षेत्र, अभ्यास, धैर्य, परिश्रम र आत्मविश्वासले तपाईलाई सफल बनाउँछ। यदि तपाईँ आज हारे जस्तो महसुस गर्दै हुनुहुन्छ भने याद गर्नुहोस्, पत्थर पनि बारम्बारको चोटले बदलिन्छ। तपाईँ किन सक्नुहुन्न र?